तरकारी पकाउन लागेको है त साथीहरू। ल हेर्नुहोस् है त कसरी पकाउने, कसरी मिठो हुन्छ भनेर चट्ट लाएर। मलाई चाहिँ अलिकति धेरै यो टमाटर मनपर्ने भएर टमाटर अलिकति धेरै काटेको छु। यसमा चाहिँ मैले पिनेर राखेको अदुवा लसुनको पेस्ट छ। हेर्नुहोस् है, टक्क लाएर अदुवा लसुनको पेस्ट हो यो चाहिँ। आज चाहिँ आलु र सिमी खान लागेको, त्यही भएर आलु र सिमी काटेर पनि तयार गरिसकेको छु। अफ सिजनमा सिमीमा किरा हुने भएको हुनाले यो चाहिँ म नुन राख्दैछु यता, नुनमा भिजाउने टक्क लाएर होइन। अनि त्यसपछि यदि किराहरू छ भने यो नुन खाएर मर्छ। अनि यसलाई राम्रोसँग फेरि पखालेर हामी पकाउँछौँ। पकाउनको लागि म ग्यास अन गर्दैछु है त, टक्क लाएर। यो मेरो कुकरमा पकाउनुपर्छ यार, छिटो हुन्छ कि साथी हो। हल्का तेल राख्ने, जति मनपर्छ हजुरलाई त्यति आलु र सिमीको लागि मैले यति चाहिँ तेल राखेँ। ल मलाई चाहिँ यो तेजपत्ता अथवा सिन्कौलीको पात मनपर्ने भएको हुनाले जुनसुकै करीमा पनि म चाहिँ यो तेजपत्ता राख्ने गर्छु। मलाई चाहिँ यो जिरा पनि मनपर्ने भएको हुनाले तेल तातिसकेपछि टक्क अलिकति जिरा होइन, जिरा फुर्याउँदैछु। जिरा पनि पाकेर रातो रातो भइसकेको छ। अब यसमा प्याज राख्छु है त। वाउ, धोएर पखालेर रेडी भइसकेको आलु र सिमी, प्याज लगभग पाकिसकेको छ। अब यसमा म थोरै बेसार राख्दैछु। सकेको छ। आफूलाई मनपर्ने जति मसला राखेर टक्क नुन राखेँ। अब चाहिँ टमाटर र तेजपत्ता पनि राखेँ। अब चाहिँ यसलाई राम्रोसँग चलाउने। राम्रोसँग चलाइसकेपछि अब मैले यसको सिटी पनि लगाइसकेको छु होइन। टक्क लगाएर अब एक सिटी लगाइसकेपछि यो पाकिहाल्छ। यता सानो कुकरमा भात पनि रेडी गरिसकेको छु। ल साथीहरू, अब यो पाकिसकेको छ है त। हेर्नुहोस् है त, टक्क लाएर ल हेर्नु त कस्तो दामी भइसकेको छ होइन। चट्ट लाएर चलाउनुहोस् त, कति मिठो। टक्क एक सिटी लगाइसकेपछि त पाकिहाल्छ यार। हेर्नुहोस् त कस्तो दामी भएछ नि, दामी पाकिसक्यो। ल साथीहरू पाकिसक्यो है त। अब चाहिँ खाने हो अब।